साथीहरू हेर्नु न, म चाहिँ बिहान उठेको थिएँ अनि झाडु पोछा गर्न लागेको त हेर्नु न, मुसाले कि यस्तो गरेर पाल परेछ कि धुलै बनाएछ। धुलो हो कि धुलकै हो पारिदिएछ कि। अनि मलाई चाहिँ मुसादेखि एकदम डर लाउँछ। अनि मैले चाहिँ भिडियो गरिहालेँ। अनि म चाहिँ बिहान उठेर कसेर सोरेँ। अनि कसेर सोरिसकेपछि चाहिँ अनि पोचो लगाएँ। यता यो चाहिँ बाहिर लगाएको मैले चाहिँ भित्र बाहिर गरेर पोचो लगाएँ। अनि पोचो लगाइसकेपछि चाहिँ अब खाजाको पाली। मैले चाहिँ चिया बसालेँ अनि चिया नि पाक्यो अनि रोटी। आजकल चाहिँ हामीले बिहानमा चाहिँ खाजामा चाहिँ चिया र रोटी खान थालेछौँ। अनि यो चाहिँ मैले मम्मी र बाबालाई दिएँ अनि मैले पनि खाएँ। खाएपछि भाँडा त धुनै पऱ्यो साथीहरू। अनि मैले चाहिँ भाँडा धुन लगाएको। अनि मैले चाहिँ भाँडा पनि धोइसकेँ। अनि हेर्नु न अब बाबाको बिहान उठ्ने बित्तिकै त्यत्रो धेरै चिप्स ल्याएर हजुर फकाउन कति जाने खा। हजुर बिहान उठ्ने बित्तिकै यस्तो खान्छ हजुर। यस्तो खानुहुन्न नि, घाउ हुन्छ नि बाबा। एउटा खानु, यो राखौँ ल। मुसाले लैदिन्छ, राखौँ ल। बिहान उठ्ने बित्तिकै यस्तो कुन राख्ने, यो राख्ने कति बाटो न खाएको राख्ने अरे, त्यो चाहिँ लिने अरे। यस्तो खानुहुन्न कि सानो। खाजा खाएर भ्याएकै साथीहरू। अब खानाको लागि खाना पसाल्न लगाएको मैले एउटा घरपाला के भन्छ अरे घरपाला चामल र एउटा चाहिँ बजारबाट किनेर ल्याएको चामल मिसाएर अनि पसाल्न लगाएको। चामल पखालेँ अनि पखालेर चाहिँ भाँडामा हालेँ। अनि आज चाहिँ साग पकाउन लगाएको मैले चाहिँ। अनि ग्यास बसालेँ। अनि यो के हो के भन्छ यसलाई, मेथीहरू त्योहरू हालेँ अनि खुर्सानी हालेँ अनि साग हालेँ। अनि सागलाई भुटेँ। आज चाहिँ साग थोरै पकाएको। मलाई चाहिँ साग चाहिँ एकदमै मनपर्छ। अनि साग अनि हेर्नु न, अरू बेलामा चाहिँ फतर बोल्न आउँछ। भिडियो रेकर्ड गर्ने बेलामा चाहिँ कस्तो बोल्नै नआए जस्तो भएको के साथीहरू। आजको भिडियो चाहिँ यति नै हो मेरो। बाई बाई।